क्याम्पिङ हो होइन सबै कुरा सेटअप चाहिँ भइसकेको छ तर अलि ढिला आइयो त्यस कारणले चाहिँ अलिक रात परिसकेको छ होइन के हो ढिला त हामी उसले गर्दा भयो नि त म्यापले अलिकति घुमाइदियो म्याप चाहिँ जापानको धेरै थिङ्स रहेछ बुझ्न जान्नेलाई त राम्रै हो तर म्यापको अगेन्स्टमा गऱ्यो भने हामी जस आइयो ठाउँमा चाहिँ होइन अलिकति यो सेटअपहरू गर्नुलाई अलिकति टाइम लाग्यो त्यही हो अरू चाहिँ त्यस्तो केही पनि छैन होइन पहिला केटाहरूलाई 3 घन्टा लागेको अहिले त लागेन नि त पहिला त फर्स्टमा त अब लास्टै धेरै टाइम लागेको थियो यो फर्स्ट टाइम नै हो नि त यो टेन्ट खोलेको अहिले 2-3टा चाहिँ हाम्रो ब्लग गइसकेको छ त्यही भएर चाहिँ हामीले अब अहिले चाहिँ सहज तरिकाले पहिलाको ब्लग हेरेको छैन भने सबैले चेकआउट है चेकआउट गर्नुलाई मा अनि मेरो चाहिँ फर्स्ट यो चाहिँ बोलेर गरेको भ्लग चाहिँ फर्स्ट हो है फेरि होइन अनि आज मैले साथीले पनि ल्याएको छु मेरो पुरानो साथी हो होइन अनि बोलेरै बनाइदिनु भयो बोलेर गरौँ भनेर अलिकति त्यो अलिक त्यही भएर ल अब सुचार गरौँ न दिन त त्यो अलिक अँध्यारो भएको कारणले बत्ती चाहिँ बाल्नु पर्ने हुन्छ लाइट बाल्छु लालटिन छुटिहाल्यो त ल चम्कीले गरौ के देखिँदैन गरायो यो चाहिँ भयो होइन अग्रम के आछ त्यसलाई सिन चाहिँ देख्न सकिएन कि किनभने अँध्यारो छ होइन त्यही हो डाँडाहरू छ यहाँ क्याम्पिङ ग्राउन्ड छ अलिअलि मान्छेहरू पनि हुनुहुन्छ खोलाइन छ तर अनफर्चुनेटली स्विमिङ गर्नु पोसिबल रहन्छ होला ऱ्याफ्टिङ चाहिँ अलाउड छ ऱ्याफ्टिङ चाहिँ टाइम भएछ भने भोलि गर्ने कि भन्ने सोचिरहेको छौँ होइन कन्ट्याक्ट गर्न सकिन्छ त्यही हो सिन चाहिँ हजुरलाई हामीले भोलि देखाउँछौँ है आज अलिक पोसिबल नै छैन क्या त्यस्तो अँध्यारो छ अनि देख्ने चान्स नै भएन ठाउँ चाहिँ मजाको छ है खोल ल त सबै सुरु हान्ने चाहिँ गर्नु उल्याउने यार ग्यास ल्याऊ अनि त्यो मुनिको त्यो कार्टुन ल्याऊ त त्यसको सामान राखेको छु खानेकुराको कार्टुनमा हो त्यसमा छ ग्यास कोही जाला अलरेडी छ कि ए रहेछ सही भयो होइन बाल्नु हावा चाहिँ लागिरहेको छु मैले सिल्भर फोइल ल्याउनु बिर्सेँ नि यार ग्यास त चाहिएला नि त ग्यास चाहिँ गर्दाखेरि उठ्यो क्या विकेन्ड चाहिँ अलिकति चार्ज लाग्ने नत्र अब हामी फ्राइडे आइहाल्छ नि त विकडे नै हो नि त विकडे जस्तै भन्नु त त्यही भएर चार्ज चाहिँ हाम्रो केही लागेको छैन नि त एक त हामी ढिलो आएर पनि हो ढिलो आएर माथि सब बन्द भइसकेको छ नि त तर पनि अब ओन रिस्कमा अब गरिदिउँ होइन टेन्सन हाल्यो अब आइसक्यो अब केही परिहाल्यो भने चाहिँ भोलि गरौँ न भनेर अहिले के साथी अब गफ मात्रै हान्ने कि डिनरतिर खाउन पर्छ ल दिन आज चाहिँ हामीले चट्टै यसमा मासु सेकाएर बिरालो भयो कि होइन बिरालो खर छैन ल त्यो त चल्छ अहिले अब आउटडोर त हो होइन भगवान्ले पनि काँडा गर्ने त बन्जर छ है बन्जरले गर्ने त होइन होला हो वाइल होला त सही छ है यार ल दाउरा काट्ने होइन त यो दाउरा काट्ने गरेर थियो आजलाई चाहिँ फेरि यहाँ उडेन्छ क्या त्यो अलाउड रहन्छ क्या फेरि कोही न्यु खोज्न आउला बनफायर ओपन गर्नु नहुँदैछ त्यही भएर चाहिँ नि आज आएको चाहिँ त्यस्तै भयो त्यही गरेर म चक्कु लिएर आउँछु ल बस्दै गर न त्यो खोला त कार्टुन खोला होइन अनि म चक्कु लिएर आउँछु कार्टुनमा भर बनाउने सामान त्यही छ सबै के त्यही छ चिकन त्यो काट्ने टप्पा सेकाउने अनि खाने अनि ओके ल डन किराको ध्यान भइदिउँ भनेको किन त्यो चाहिँ एउटा केही छैन त्यो पनि त्यहाँ छ है ठिक छ ल अहिले त अहिले त आइहाल्यो नि छेउमा हाल्दै त भइहाल्यो हातमा सुकाइमा गर्न भने अलिकति मेरिनेट हान्ने सोचेको कि के सोचेको दोस्तलाई होइन यस्तो मेरिनेट गर्नु गरेको छैन यो मैले घर गराएको देखेको काट्ने अलिअलि चाहिँ त्यो हालिदिने मसलाहरू हाम्रो उयो के हो त्यो येलो कलरको छ नि त्यो सोही पनि होइन ठ्याक्कले अमिलो हुन्छ नि त्यो हाल्ने कि चट्टा खाइ स्वाद बार्बिक्यू एक्सपर्ट कोही छ भने हामीलाई सुझाव सल्लाह दिनु त ल सुझाव के छ होइन कमेन्टतिर यसो होइन ल मैले चाहिँ हात चाहिँ अल्का गरिरहेको छु फेरि है त्यसले होइन
एयरमा फेरि गर नि त ल फेरि गर्ने फेरि गर नि त फेरि गर्ने ल किन नआउने र किरा चाहिँ अलिअलि आइरहेको छ आज मस्किटो यो चाहिँ नि दुःख दिन्छ कि केही छैन किरा पनि चपाइदिने अहिले त्यसो त नभन यार अनि दोष अरू भनौँ लाइफ के हुँदैछ यार भेट पनि अलिकति धेरै नै समयपछि भएको छ हाम्रो यार पहिला भेटिरहन्थ्यो जहिले होइन अझ धेरै भने लङ टाइमै टाइम भयो अनि के कस्तो छ चल्दैछ सुनाउ यार के नि रिसेन्टली हाई स्कुल ग्रेजुएट भयो के अरे होइन को से भन्छन् के अरे यहाँ होइन त्यो भएर अहिले सेन बनाउनु त ठिकै चलिरहेको छ उता तनाव छ दोष के छ प्रेसर जति ठुलो हो त्यति प्रेसर होइन त अँ के हो यो मुनिको त्यो यो त्यसलाई पनि चपाइदिने र ल यो चाहिँ एकदम थिन स्लाइसमा काट्छु मैले साथी है अनि थिन बनाएँ भने फेरि अब बार्बिक्यू बनाएर अलिक सेकेर पाक्छु नि त त्यो त बाग्लै भयो त अनि त्यो म गर्छु के टक्कै चाहिँ अलिक गएर पातालो बनाउनु उसको त्यो सिङ्कामा घोचेको बालो छैन त्यो त आगोमा गर्ने यसमा मिल्दैन र यो त यत्तिकै चपस्टिकले गरिदिने अरे त्यो पनि छैन होइन मलाई चाहिँ फेरि ट्याक्कै चाहिँ आउँदैन तर यत्रो स्लाइस चाहिँ बनाउने गरेको थियो कि घरमा खाना पनि छैन तिमी त बुढी त मिठो पाल्ने भयो त दोष यार बुढीसुढीको कुरा चाहिँ नगरौँ अहिले अहिले हाम्रै कुरा गरौँ न होइन के हो त्यही होइन यति खाना बनाउनेले त खाना त्यस्तो बनाउन आउँदैन हौ मलाई यसो मासु स्लाइस त अलिअलि त हान्दिनँ परेको उ गर न साथी त्यहाँ प्लेट छ होइन त्यो एउटा प्लेट ल्याएर त्यसमै हामी अलिक स्लाइस भएछ नि त होइन सही भयो भने त भनेकै हो तिमी फेरि भनिदियो क्या एउटाले सक्को चाहिँ फेर्न पर्ने चाहिँ जस्तो मलाई लागिरहेको छ है फेर यो चाहिँ सक्यो त कतै कटाइ भ्याइयो एउटा लास्ट पिस चाहिँ छोडिदियो क्या के हुन्छ के हुँदैन अनि यसमै हालेर चाहिँ नि म चाहिँ अलिअलि म्यारिनेट चाहिँ होइन अलिकति मोल्दै जस्तो नुन सुन यति खाँदै बसेको कति खाइन्छ त्यही अनुसार मरमसला कता खान्छ हाम्रो मरमसला तिमीले देखेछौ कि नै बट्टा अघि हाल्दै अघि मैले उचाले थिएँ सिनेमेटिक देखाइदिउँ ल स्यो खोला लास्टको यो यतिकै हाल हुन्छ अलिकति फेरि हाल मासु मोलियो यस्तै गरेर देख्छु कि यहाँ पानी हाल्नु पर्ने हुन्छ नि फेरि थाहा छ कि नै मैले यो चलाउनु चलाएको पानी हालिदेऊ ल म देखाइदिन्छु बरु ल कति भर्यो एकपट्टि जमेछ है उतापट्टि धेरै गयो क्या अहिले फिलहाल अहिले ढुङ्गासँग हाल्दै गयो भने अहिले गरौँ लेभल मिलाउन नि त्यसलाई मिलेन लेभल बाउ बोला के बोलाउने अहिले ढुङ्गा बोलाउने है फिलहाललाई अहिले त्यो डाम्बरको चेटेर हाल्दै पनि हुन्छ होला फिला त होइन होला यो छाती हो फिला फिलहाललाई भनेको फिलहाल त्यस्तो भने हिन्दी बोल्न लाग्यो ए नेपाली मान्छे जापाना र हिन्दी बोल्दिन्छ सब भाषा सिक्न परेन पऱ्यो नि ताल परे के थाहा म पछि ट्रान्सलेटर बन्न सक्छु जापानको हो र गुगल ट्रान्सलेटर छ तिमी नबनाए तिमीहरू नै बोल त्यही हो अन गरिदिनु हावाले कतिको हानेछ यसो ए नहान्ने रहेछ नि त अनि हावै लागेन त अनि के सुरु गरौँ हालिदिउँ गर न यार चपस्टिक त्यहाँ होला होइन यसो यहाँ तेल सेल डल्नु त पर्दैन होइन टक डल्नुपर्छ क्या 200 तेल छ ल्याऊ होइन म सर यसो डल्नुपर्छ क्या सम्झिदिएको क्या तिमीले कहाँ गयो भाँडा रन्किसक्यो होइन यसरी हाल्नु होइन अहिले त तातो छैन क्या सर र डल्लिनु हुन्छ ओए तातो भयो ल अब यति के चाहियो त चाहिएन त्यो पनि यहीँ होस् ल होइन बिर्को लगाउन अहिले यो गरिदेऊ न म समाउँछु होइन तिमी यसलाई अल्कोहलले सर्न पुस्दै हुन्छ काँचो मासु हाल्नु के यो बन मारिदिउँ यो बत्ती त्यताको देखिराखेको देखिनु त किराहरू कस्तो आयो ध्यान भड्काइदिने हो र अनि यसो बुझ्दै जाँदा के भयो थाहा छ एउटा लाइट उता हालियो ध्यान भड्काउन किराको त हालिएछ
एउटा यो बाल्न पर्यो एउटा टेन्टभित्र अनि चाहियो मैले रिसेन्टली हेडलाइट ल्याएको छु कि त्यही बाल्नु किन ल, लास्ट लिएर ऊ आऊ। भइरहेछ नि त हामी आफैले देखाएको छ नि कन्टेन्टमा कसरी उतार्नु त्यो पर्यो नि त। तिमीलाई सही हुन्छ नि त यहाँ गर्ने बेला ल त्यो लिएर आऊ ल ग्यास मार्दै गयो दोष मैले ग्यास बन्द गरिदिएको यार त्यो अघि त मैले खेलाइरहेको थिएँ कहाँ राखेँ होला यार तिमी देख्यौ र मैले देखेन नि घरबाट त हाल्ने बेला त हालेको हो घरबाट त ढुक्क यो बिहान बिहान टोइलेट जाने बेला काम लाग्छ राति भनेर हालेको हो सुनाउनु पर्यो नि त यसलाई त मेन फोकस हुनु पर्यो नि त सुन्ने नै हो अलि मिठो त आएन तर त्यही पनि ठिक छ अलिक तातेको छैन कि त्यो उस ल्याउनु पर्ने के दोष चिन्ता हुँदैन त्यो साथी यस्तो त्यो रिसेन्ट भन्दा नि त्यो हाम्रो एउटा लेक साइड क्याम्पिङ छ त्यसमा के भयो त भन्दाखेरि त्यसमा थियो अनि अलिकति चाहिँ खाली त्यस्तो भयो कि धुन झ्याउ लाग्छ होइन हुन्छ भन्दा नि म कहाँ थिएँ यो भैँमा रहेछ किद्दैछु बाङ्गी अनि बाङ्गी बाङ्गी हो एक्ज्याक्टली बाङ्ग्यो अनि ल फालिदियो अर्को मैले ल्याउँछु भन्दै घर आएको थियो तर ल्याइनँ बिर्स्यो कि अब हेर ल्याउनु त म पनि म कामबाट त आएको होइन थाहा छ नि त तिमीलाई पनि त्यसलाई यता हाल्नु अलिक पछाडिदिउँ होइन चलाउन त जस्तो छ तिमी जापान आएर सुरुमा के चपस्टिक चलाउन नजानेर कहीँ ठिक भएको छैन अब घर आएर चल्ने कुरो भएन म सुरुमा आउँदा त्यतिकै जापानिज गएकोमा गइयो नि त भात चाहिँ बेन्टोमा भात ल्याइदिने होइन अब हाँस्यो भने एउटै फिटिकै नचलाउने नेपालमा त प्रायः हातले खाइरहेको छ नि त सबैले अब नेपालमा चपस्टिक भन्छ चपस्टिक भन्छ हाँसिदिने हो र चपस्टिक तर नेपालमा एकचोटि युज चाहिँ गरेको थिएँ यार मैले रेस्टुरेन्टहरूमा गरिदियो छुट्टै कुरा भयो कि कप रामेन खाँदा कप रामेन चाहिँ अलिकति पाउँछ नि त त्यो के भन्छ यार त्यो कोरियनवाला कि जापानिज त्यो होला के हो यार यो भयो चाहिँ के ग्यास बढाउनु पर्ने हो र ग्यास बढाउनु भन्दा नि यहाँ चाहिँ ग्यास चाहिँ नि सक्यो जस्तो लाग्यो मलाई अर्को अलिअलि होस् होइन सकेपछि अनि पुरै चाहिँ यहाँ रेडी छ अर्को हाम्रो नयाँ चाँडै स्टकमा छ चाँडा छैन ल बस्नु बस्नु योभन्दा नथपौँ यसलाई मजाले भयो प्लस सर्समा जान्छ क्या दुधको ग्यास सकिसुमा चाहिँ होइन लाइट बालिदिउँ बालिदेऊ त यार अलिकति त्यहाँ लाइट मैले झुन्ना चाहिँ बिर्सेछु क्या चलाएर होइन ल त्यो कहाँ अड्क्यो यार वाट हेज ह्यापन्ड हियर साह्रो अठाउनु पर्ने हो कि के हो यार बल्ल लिक भइरहेछ नि ए यो अफ हुनुपर्छ अनि बल्ल जान्छ नत्र सिधै अनि ग्यास जान्छ ल अब चाहिँ दोस्त तिमीले भनेको त सरर आउँछ है त अर्को लटमा चल्लो छ हामी क्षमा प्रार्थी छौँ है पहिला चरर र टाइम कति भयो त्यो त हामी आइपुग्यो कि 5:30 तिर हो के अरे होइन 8:23 किन त फुले जस्तो देखियो अहिले फुले बुढो फुले उयो देखिहाल्यो पोल्लिन आउँछ कि क्या यो पनि हामी त्यस्तो हान्नौँ होइन पोल्यो मैले त्यही भन्दैछु यार जिन्दगी बचाउ भन्दैछु अल्को पनि धेरै छैन अर्को अर्को त ल्याइएन भन्ने हो अर्को खाने मान्छे पर्दैन खान पनि सक्छौँ कुनै दिन तेल छ्यास दिनुपर्ने हो के हो त्यो उस बसवाला हुन्न साथी त्यो बडसवाला के त्यो भएको मासु नि फर्कायो होइन कतिको पाक्यो के भयो के हुँदैछ तिम्रो मासु यार अलि यहीँ टाँसे जस्तो हुन्न अब तेल हालिदिनु अन्त के छ र तिमी आत्ते हो र रातै मेरो हो
रात पनि मेरो हो दिन पनि मेरो हो छोरा मान्छे हो रात दिन चाहिँ हुँदैन होइन थाहा छ आदिन ल यो चाहिँ लगभग हेर भएको अवस्थामा छ सट्ट लाएर चाहिँ नि एउटा टेस्ट गर ल सुरु हान्छु पाके छैन कि अलि मिठो डरिगयो हान्नु न टेस्ट मोबाइल के कम छ भने भन है भन फेरि साँच्ची क्यामेराको अगाडि भन फेरि गुड छ गुड तिमी कुकमा पास ग्यास चाहिँ निमाइदिए 10 ल यही हो मैले भनेको सोही त एक्ज्याक्टली होइन यो तर यससँग खाने भने चाहिँ थाहा थियो मिठो हुन्छ खाएर हेर टेस्ट नसो हो त खाएर हेर कि तिमीले पहिले ट्राई हानेको कि मलाई सिधै हाजी मैले ट्राई होइन मैले ट्राई हानेको कहाँ अब हाजी मात्रै गर्नु त अब यार अब के होला कसो होला होइन त्यो पनि गर्न ठिकै हुन्थ्यो होइन तर मैले ट्राई गरेको छु अनेस्ट भइदिउँ न केही स्वादै थाहा नभएर त्यस्तो गरिन्छ हामीले हाजी मात्रै अब यहाँ नयाँ ठाउँ छ हाम्रो लागि त होइन सब कुरा चाहिँ फर्स्ट टाइम भनेपछि गरिन्छ यो पुतललाई मैले के गरौँ मारम कि कहाँ छ त्यो त्यसलाई छोड्दै यसलाई फ्रिडम के ल अलिकति फुचै गरेर उडाइदिउँ होइन जानै मान्दैन नि त फेरि ल कस्तो ल्याडो रहेछ अट्टेरी के भनेकै नमान्नु ल यसमा चट्ट होइन त्यो हाल्नु गएर है धेरै नहाल्नु पहिले सबै हाल्यो नि त्यो भन्दा मिठो हो सस अलिक पुग्नु धेरै हाल्यो कि होइन यो चल्लोमा चोपेर खाने हो खासमा चाहिँ चुल्लोमा डुबाएर क्या है झोल मासु र झोल जस्तो लस्याहाले मस्त सिक्छु मैले ल्यान्ड गराइसकेँ होइन साथी यसलाई यस्तो साइड लगाइदिनु न त म साइड ल्याउँछु सबलाई देखाइदिनु न के कस्तो बन्यो होइन मिठो बन्यो कि नमिठो बन्यो बन्नु चाहिँ बन्यो खाइसिनै हेर्दा मिठो नलागे पनि होइन खाँदा चाहिँ मिठो ल त्यो तिम्रो चाहिँ चपस्टिक के हाँसी के भन्छन् त्यो ल्याऊ हाँसी रोही होइन त्यस्तै हो पिरो लाग्दैन भने थपिदिने हो है त यति बेला लानु भयो खतरा भयो बब्बाल यो टिमुर होला होइन टिमुरले जेमा पनि स्वाद निकाल्छ क्या त्यो होममेड हो नि फेरि टिमुर लसुन प्लस खुर्सानी कति धेरै है होममेड हो म नपल्काउै दोष किन म त लग्दै जान्छु घर आफू नकिन एनी टाइम नि खाना चाहिँ नर्मल खानै ठिक हो होइन हेभी भन्दा हेभी त नर्मल लाइट खाना बरु धेरै खाने होइन त्यही हेभी खाएर जाने यस्तो भएको अहिले दिमाग आउँदैछ मेरो हेभी ड्राइभर हो हेभी जानलाई तिमीले ड्राइभ गर्नु पर्यो त्यहाँ जुन हेभी ड्राइभर हो यार चक्क गर्छन् जेमा गर्दैन यो कुर्सीले मेरो कति भार थामिरहेको छ अन्त त्यही त नि गाइस लाइट खोज्दा अलिकति टाइम लाग्यो लाइट चाहिँ कहाँ खोज्दा गयो गाडीमा गयो यहाँ गयो रहेछ म अर्को चम्चा लिएर आउँछु दोस्त उता छ चम्चा म मोल्दै प्लास्टिकको चम्चा चाहिँ भेट्यो मैले ठिकै छ यसरी नै खानु मिल्छ खाइन्छ होइन मजा लाग्यो त्यो के आमाको अचार हाल्दा ल ठिकै छ यो खुब चलेको छैन आजकल बजारमा थाहा किन यो आमाको अचार यो होममेड रेसिपी जस्तै टाइपको हो खतरा चलेको कि यसरी भगवान मिठो हुन्छ यसले फ्यान बनायो क्या मलाई त अरूले भन्दा है तर चाहिँ लाइटै अब कम हुने हतार हुने चाहिँ पनि यही खायो हुन्छ भात चाहिँ के गर्नु सुपर मार्केट जाने हजुर चाहिँ कहीँ अब जापानतिर अब इजिली एभाइलेबल छ नि त अनि घरमा खायो घरमा ढाँटेर क्या यस्तो खायो उस्तो खायो भनेर नखाएर हिँड्नु भन्दा यो भातै हो यो चाहिँ उस हुन्छ होइन बनेकै हो त हो सिर्फ के हो भने डीमा राखेको हो कि त्यति मात्रै मजाले खाएर आउँछ खानु छोरी त मिठो र चित्त बुझ्छ होइन त पैसा मात्रै ठुलो कुरा नसोच्नु होइन सबैले
पैसा मात्रै सोचेर पनि हुँदैन आफ्नो हेल्थ पनि सबैले केयर गर्नु परिहाल्यो अरे के भने हेल्थ इज वेल्थ क्या हेल्थ सबैभन्दा ठुलो वेल्थ हो क्या ज्यान रह्यो त त्यो के अरे करोड अरब त यसै कमाइदिन्छ होइन मैले भने त अघि नै केसम्म हुन्छ भनेर होइन त्यसम्म हुन्छ पानी खाउँ यार ओहो पानी यता छ लगाइ हामी चाहिँ भात सात खाएर सुत्नुतर्फ लाग्छौँ अब त सुत्छौँ भोलि बिहान अहिलेलाई यति नै है त ल दोस्तो है यार गर्मी छ रुखमनी बस्छ बनाउँछ त्यो त्यही हो नि यतिकै ठिकै त खाने भर्खर त घाम लागेन नि त अहिले त घाम र लास्ट भएको थियो कि भित्र अनि गर्मी भएको थियो सबलाई अब एक्ज्याक्टली जोत्ने नै त होइन होइन गफ गफ यसो गर्मी छ अनि के भयो भन्दाखेरि लास्ट तपाईँ लगाएर होइन देखाउनु चाहिँ पाइएन सुतेको अब लास्ट डे नै तपाईँ लागेको थियो कि सुतेको चाहिँ खास देखाउनु चाहिँ पाइएन त्यो पनि ठिकै छ अब हामीले भ्यूहरू अलिकति लिन्छौँ यहाँको होइन पुरै चाँडै डिरेक्सन सिन चाहिँ राम्रो छैन राति भयो देखाउनु पाएन तपाईँहरूलाई हामी त्यसरी लिन्छौँ अनि त्यही हो मौसम ठिक छ आज होइन राति पनि मान्छेहरू धेरै थपिएको रहेछ यहाँ अब अघि म त नयाँ टेन्ट त कति हामीलाई थाहै भएन होइन हामी सुतेपछि त यहाँ धेरै थप्पे रहेछ मान्छेहरू अलिअलि गाडीको आवाज त सुन्दै थियो कि मलाई केही पनि यस्तो थपेको रहेछ ल हेर न त्यो थिएन ऊ त्यो थिएन यो थिएन अब पछाडिको त्यो थिएन गाडीहरू मस्तैकै भर त बिहान उठेर हेर्छ अनि त्यस्तो भयो होइन अब के चियापानतिर लाग्ने हो नास्ता गरौँ त्यसपछि तपाईँहरूलाई हामी खोलामा भेट्छौँ आज कहाँ खोला भने नजिक छ भने होइन पौडी हान्दिने ल इफ पोसिबल हामी पौडी पनि खेल्दैछौँ आज है गर्मी बढिरहेको छ होइन यहाँको फेरि रुल फेरि के छ भने म्याप हेरेर गइन्छ वा पौडी खेल्ने स्पट छ तर हिजो जस्तै धोका पाइन्छ फेरि धोका के हुन्छ कसो हुन्छ हेर्दै अहिले चियापानतिर लागौँ न त होइन हजुरहरूले चाहिँ देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँ सरीको अवस्था छ है त्यहाँ गर्मी भयो घाम लागेर घाम मस्तै छ अनि त्यही भएर हामीलाई सरीको अवस्था छ अनि अब बिहान त हेर हट कफी खान सकिन्न नि त तर दुईवटा कोल्ड कफी पनि ल्याइएको छ अब बिस्तारै हामी ब्रेकफास्ट बनाउने खाने अनि अघि भने जस्तै चाहिँ नि स्विमिङ गर्न चाहिँ हामी जान्छौँ स्विमिङ गर्न त यहाँ चाहिँ एलाउड छैन है अलाउड चाहिँ छैन तर त्यहाँ बिचासम्म त गइयो होइन तर हिँडेर गएको त्यही नै हो बोट सोट हुनेहरू त है लेटेस्ट चाहिँ हाम्रो ससेज छ होइन सही छ नि त पाउरोटी के इटालियन हो कि फ्रान्स भनेको होइन यो के फ्रेन्च पाउरोटी लेखेको छ कहाँ लेख्यो भाइ त्यो चाहिँ थाहा भएन मलाई इट इज पोसिबल टु हेर्नु इफिल टावर छ ए अनि मेड इन जापान टावर चाहिँ त्यो चाहिँ झुक्कै चाहियो त्यहाँ फ्रान्सबाट पौडी ल्याएर हामी खाने हो र त्यस्तै खैर केही छैन झामझुम गर्ने भन्नु सही लाइन रहेछ क्या सबको त हेर न भनिहाल्यो नि खतरा छ मतलबै नदिएर हातमा हाल्दैछ नामको मात्रै बोल्दै हो काम त खतरै छ
ल त्यो त आए माइनिङ छ भने होइन अनि के छ मारे खापुन भएछ न त्यही कालिम्पोङ बच्चाहरूसित गाडी हुन्छ नि रात निकै गाह्रो हुन्छ तातो त बनाइजान नि त एउटा त्यो त पनि ठन्डा ठन्डा सही हुने के पो भन्नु सबै एकैचोटि निकाल्नु न त्यहीमा सबै त खाइन्न म अलिकति खाइन्छ होला स्योर हो ग्यास मरेको र त्यही त नि अब चाहिँ मैले के चाहिँ भएको दिएर सरेर अन्मै हो भोक कतिको लागेको थियो तिमीलाई म त खान्न होला हो हिजोकै त हाम्रो फ्राइड राइस हेभी खायो भने त फेरि हेभी खुवाइ भयो हिजो भोक पनि लागेको होइन खाएपछि मिठो निन्द्रा पनि लागिहाल्छ आउ त यहीँ गइसकेको छ त बजोस् गाइज फ्याम बराबर लाउँछु मैले अब सर्ट बरु भन्ने हो भने त एकछिनको अल्छीले गर्दा हुन्छ हामीलाई ख्याल भएन हालेर आइस किन त्यही चिज पानी ल्याएर यसो हालिदिएको भए चाहिँ हुन्छ अब कहाँबाट बुद्धि आएको छ नि दोस्त खानु खाइयो गर्नु पर्यो अब गर्ने के त प्याकअप गर्ने पौडी खेल्नु अनि मैले एउटा लोकेसन देखेको थिएँ कि अस्ति एउटा यतै नजिक रहेछ त्यही पौडी खेल्न चलिदिने भनेर सिधा गएर खेलेको पनि छ त्यही अर्को गाडी मैले थाहा पनि दामी छ क्या अलिक सर्ट आउट गरेर पहिला प्याकअप चाहिँ हानिदिउँ न फेरि यस्तो छ नि त हामीहरू बस्नु सबैले आउनु बस्नु शीतल छ होइन मैले देखिरहेको छु बच्चाहरू पनि छ क्या गरिदिउँ त त्यही गर्नु ल ल प्याकअप प्याकअप है सुरुमा के गर्ने भन्दाखेरि कुर्सीको झोलामा नि यहीँ छ यहाँ अर्का छ तिमीले त्यो बाटो यस्तो छ होइन दोस्त कस्तो मजा आएछ ल भनौँ वायरमा आइरहेछ लास्ट डे है अब चाहिँ पौडी नजिक नजिक हाम्रो आज यहाँ मिल्छ भन्दै घरिको नमिल्छ भन्दै हामी लास्टमा फाइनली पौडी खेल्न आएका छौँ कति किलोमिटर टाढा त्यो स्पटभन्दा स्पटदेखि लगभग 1.5 घन्टाको राइड 1.5 घन्टाको राइड पनि देखाउन मन छ तर सबैलाई बोर लाग्छ बाटो भोक लागेको थियो कि मेन त अनि खायो अलिअलि खाना होइन बल्ल चाहिँ तागत आए जस्तो भइरहेछ खेल्नै सकिन्न अब 6 मिनट छ है टक्क लाएर कस्तो राम्रो छ रोड पनि सिनरीहरू तर सानो सानो छ बाटो चाहिँ अब यस्तै होइन कोही छैन सही मजा आइरहेको छ
सब डाँडा देखाऊ टाढा देखाउनु पऱ्यो है क्यामेराम्यान अनि त्यही हो ल सो बोल नि त साथी किन चुप लागेको तिमी म बोल्यो भने यहाँ पुरै के अरे बडमान्द हुन्छ यहाँ बरमान्ड फुट्छ त्यस्तो त हुँदैन भान्डा फुट्छ त्यही त भगवान् भनेपछि क्या मान्छ मन्दिरहरू मस्त घुमिरहन्छ केटाहरू ओके हामीले बरु त्यस्तो गरिदिन उनीहरू ढोक्ने सक्ने होइन यिनीहरू पनि प्रे हामीले देखायो नि त प्रे गरेको खतराको अब अस्ति चिङ्गोमामा त्यो मन्दिरमा मेरो लाग्दा कहाँ कहाँदेखि आइदिने क्या मान्छेहरू अनि त्यही त तर सही हो त खोला चाहिँ खोइ के अघिदेखि 6 मिनट देखाउँछ नि त साथी यस्तो नि हुन्छ र कुन यहाँ म्यापमा तिम्रो अनि 1 मिनट घट्न टाइम लगाइहाल्छ नि अघिदेखि छ त अनि यसले स्पिड लिमिट छैन नि त तिमीलाई हाँकेकै सोचिराखेको कि उसले त्यस्तो त्यस्तो सोच्नु भएन नि त अनि तिमी नहाँक न यसले नि सोच्छ र नि दिमाग छ यसको एक्लो छोरो हो ज्यान त धरा बनाउँदैन साँच्चै होला कि साँच्ची हो के ल यहाँ टङ छ है क्या दामी डाँडाहरू होइन अहिले त्यहाँ झन् यस्तो दामी छ दोस् त्यो पछिको सिनमा क्या खोलाबाट होइन त्यहाँ त हामीले देखाउने हो हाम्रो दर्शकहरूलाई यस्तो दामी देख्छ यो पछिको हिँड न स्पोर्ट पुग न पहिला तिमी स्पोर्ट हो स्पोर्टै होइन यो खोला हो क्या ठुलो पनि छैन नि फेरि ठाउँ ऊ चाहिँ कहाँ हो स्पोर्ट अलरेडी अगाडि नै हो दामी हुनु पऱ्यो दामी है अख्खा छ क्या त्यहाँ मान्छे चाहिँ कति छ भन्ने कुरा हो मान्छे होस् यार नो प्रब्लम मलाई मनदैन आयो कि मान्छे बुढोको त बाइक है बुढोको बाइक हो नि चाहिन्छ होइन सबले जिन्दगीमा दुःख गरेर होइन यस्तरी इन्जोय गरेको देख्दाखेरि त फेरि छुट्टै फिल आउँछ नि एकदम यार सही भनेर यार तिमीले होइन तर मजा आइरहेछ मलाई चाहिँ यसो भुलिने क्या साथी आज पनि फर्किने होइन र अब यस्तो हाम्रो त फेरि भर पर्छ होइन मन पर्यो भने त फेरि बस्दिने हो त अनि ए ल अझै माथि हो यो ठाउँ चाहिँ मलाई याद आयो अर्कै बाटो ल्याइछौ तर बाटो यो बाटो हिँडेकै हो पोहोर हिँड्न त हिँडिहाल्यो नि तर माथि माथि झन् खतरा छ नि यो सानो तल त केही छैन माथि कस्तोसम्म छ भने झरना टाइपको नि छ क्या यही खोला माथि झरना त्यस्तो त्यस्तो टाइपको नि छ कि मान्छे हेभी छ जस्तो क्रिस्टल लाग्यो। क्लियर पानी पनि छ क्या मान्छे चाहिँ अलिकति कस्तो गडाङ गुडुङ नि रहेछ है ल खोला 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 वाउ I love this I love this view अझै 2.1 किलोमिटर्स रहेछ यार ल है हामी चाहिँ आइसकेको अवस्था छ अनि हामीले देख्न सक्नुहुन्छ स्पट यही हो साथीले भनेको स्पट चाहिँ यही हो अब हाम्रो यहीँ छ यो साथी कस्तो लाग्यो स्पट हो ल यस्तो चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले न धेरै गहिरो एकदम ठिक छ क्या पौडी खेल्नको लागि चाहिँ पुल मुनि ठ्याक्कै रहेछ अनि हजुरले देख्नुहुन्छ माछा नि मारिरहेछन् अलिअलि आज ल सही मजा आउने ल गाइस हामी चाहिँ पानीभित्र छिरिसकेको अवस्था छ होइन स्पोर्ट तपाईँहरूलाई मन पऱ्यो कि नै ल चेक इट आउट पानी चाहिँ लास्टै नै चिसो छ गरिमा आज त्यति घाम लाग्दैन क्या ढोका अलिकति दिएको छ तर जस यतिकै ठिकै छ यतिको चिसो न धेरै गहिरो त्यो फ्लो चाहिँ धेरै छ कि साथी त्यहाँ दुईवटा खोला मिसो चाहिँ फ्लो धेरै छ यता चाहिँ छैन यता अलिक छेत्रै छ यो हामीले छुट्टै निकालेको अब यहाँ चिसो पानी छ फेरि अर्को खोलाको तातो पानी छ त्यो एउटा त तातो पानी चाहिँलाई तातो पानी छ है उता ए हजुर देख्नु सक्नुहुन्छ यहाँको सिन कस्तो छ पानी छ सिन प्लस त्यो चाहिँ होइन हजुरको पाइँदैन क्या यस्तो चाहिँ पाउँदैन है फेरि ठ्याक्कै पुल मुनि छौँ हाम्रो साउन्डहरू चाहिँ त्यहाँ छ होइन
अझै देखाउनु त कहिले सिन पनि कस्तो राम्रो छ नागोया नजिक गिफु नजिक या नागोया घुम्न आउनेहरू सबैले चेक इट अहिले हामीले लोकेसन पनि के छ लोकेसन अहिले हाल्दिन नि रेस्टुरेन्ट छ एउटा होइन जहाँ पनि त्यो रेस्टुरेन्टको लोकेसन हालेर हल्का यता आयो भने चाहिँ यो भेट्छ नि त ठाउँ पुलसम्म अहिले सन्देशम भने होइन सन्देशम लोकेसन हाम्रो यो पुलको लोकेसन भेटायो भने हालिदिन्छ कतिलाई त थाहा छ यहाँ कतिलाई प्रायःलाई थाहा हुन्छ माछा नि मारेर आएको छ नि तर ल्याएको माछा मारेर हामीले बल्छी ल्याएर हामी ट्राई गर्नुहुन्थ्यो के छ त अब कन्टेन्ट के गराइदिन्छ सबलाई उ गरिदिने कसले रोक्न सक्ने खास कि ढुङ्गा फालो ढुङ्गा टिप्ने गरिदिन्छ त्यस्तो त होइन उयो पानी पुरा कसले धोका दिन पाउनु फेरि फेरि 15 मिनट हो के ल ल 15 मिनट ल 15 मिनट नसकिला त ल अनि चिसोले पनि सकिन्छ ल ल हामी ल अलि सङ्लो ठाउँ खोज नि त त्यसो सङ्लो यता होला नधमाला नि अब धम्दिहाल्छ नि यसो गर यार कि अलि उठो जाने हो उतापट्टि त फेरि बगिरहेको नि त त्यो त नहोला कि यहाँनिर गरिदिनु देखिने राख यहाँनिर अब अलिकति दुर्गाउँछु पनि ल ल ल वान कति मिनट गर्ने ल होइन कति भने कसले पहिला भित्र पहिला जोर ढिला त्यसको नि त्यसले जित्ने ल है त ल हाम्रो चाहिँ कम्पिटिसन हुनु गइरहेको छ है कम्पिटिसन है ल दोस्रो अब फ्लप हान्नुपर्छ ल 1 2 3 गो ल दोषको त के हो आम्मा मलाई त यति तार दिन्छ केही गर्नै पर्दैन मलाई चाहिँ त उचालो त यता यता टाउको दुबा चाक्रीबाट उचाल्छ ओके तर सही हो यो पानी यार नडुलाउने यतिको चाल्नु पनि खुट्टा यो जङ्गलमा स्याम्पू दिने कसले टाउको पनि साबुनले हो पैठाउँदैछ त मसलाको ए सिन चाहिँ बवाल छ त्यहाँ फ्रेम गराएको छ हेर न ल फ्रेम कस्तो म त नम्नु सरी घर नौतियारमा जाने खेल बोलाएर घरका त मन नहुने कसले नहुन्न र घर बाल्दै दोष चिसो लाग्दो लास्ट चिसो पनि पायो मैले लाग्दैन आज लाग्छ होला बाँकी छ नि त कस्तो भयो तिम्रो एक्सपिरियन्स इन्जोयमेन्ट गरा भयो जस दोषले खाना पनि मिठो खुलायो त्यो चाहिँ अन्त नि आरिगातो होला मसला पछि समय मिल्यो भने फेरि आउँदै गरौँ ल शीत चाहिँ वाइट छ अझैसम्म जाडो भइरहेको छ अब झ्याल स्याल बन्द गरेर मस्त चिल तातो लगाइदिउँ एकछिन तातोलाई बेलुकीदाखेरि काममा त पुग्नु पऱ्यो फेरि त्यस्तो छ हाम्रो त होइन ब्याक्टेरियाले त्यही फेरि अब रातदेखि काममा यही त हो जिन्दगी काम बाध्य सुरु छ सबले काम गर्ने रमाइलो पनि गर्नुहोस् त्यही भन्दै हामी हिँड्न चाह्यौँ अब निस्किने ल अब यो हेर्नु हुन्छ भने बिचमा केही रमाइलो भयो भने चाहिँ होइन फेरि हामी गर्छ ल अहिले चाहिँ थ्याङ्क यू है तपाईँ अहिले त उजाइमास भन्न चाह्यौँ ल केही बिचमा भेट्यो भने आइहाल्छ फेरि क्लिपमा छोटो मिठो क्या